15th पार्ट एकदमै इम्पोर्टेन्ट क्वेसन हो राम्रोसँगले गरेर राम्रो बुझेको हुनु पर्यो त्यसैले मजाले प्र्याक्टिस पनि गर्नु पर्यो यसलाई क्वेसन दिएको छ x + 3 / x - 3 + 6 टाइम्स x - 3 / x + 3 = 5 क्वेसनलाई राम्रो अब्जर्भ गर्यो भने x + 3 मुनि x - 3 छ यो x - 3 माथि x + 3 मुनि छ भन्नुको अर्थ फर्स्ट पार्ट सेकेन्ड पार्ट इज द रेसिप्रोकल अफ फर्स्ट पार्टलाई क्लियरली पल्टायो भने चाहिँ सेकेन्ड पार्ट पाउँछ हैन त्यो दैट इज रेसिप्रोकल अनि यसलाई हामी डाइरेक्ट नगरेर यसलाई मेथड अफ एजम्पसन बाट गर्छौं मेथड अफ एजम्पसन भनेको यो डल्लै पार्टलाई हामी एउटा कुनै एउटा भेरिएबलले रिप्लेस गर्छौं जस्तै यहाँ हामीले यहाँ रिप्लेस गरेको छ m ले m भेरिएबलले रिप्लेस गर्यौं दैट मिन्स यो डल्लैलाई m भन्छु भने यो +6 यतिकै बस्यो अनि यो डल्लै त मेरो यो डल्लै m हो भने m को रेसिप्रोकल भनेको 1/m = 5 सो यो बुझ्नु जरुरी छ यो m हो भने यो चाहिँ यसको रेसिप्रोकल हो रेसिप्रोकल भनेको 1/m हुन्छ अब यसलाई सिम्प्लिफाई गर्दाखेरि m एज इट इज 6 1 जा 6/m = 5 अनि यसलाई एलसीएम लिएर सिम्प्लिफाई गर्दा m * m² + 6 होल डिवाइडेड बाइ m = 5 एलसीएम लिएर सिम्प्लिफाई गर्यो त्यसको बादमा क्रस मल्टिप्लाई 5 * m 5m यो रिमेन्स एज इट इज 5m लेफ्ट ह्यान्ड साइड पट्टि आउँदाखेरि पोजिटिभ आउँदाखेरि नेगेटिभ भयो यहाँ निर एउटा क्वाड्रेटिक इक्वेसन बनिन्छ m² - 5m + 6 = 0 इज अ क्वाड्रेटिक इक्वेसन अब यसको मिडल टर्म ब्रेक कसरी गर्ने त भन्दाखेरि फर्स्ट टर्म र लास्ट टर्म गुणा गरे भने 6m² हुन्छ अनि यसलाई ब्रेक गर्दाखेरि बीचमा हामीलाई कति चाहिन्छ 5 चाहिन्छ ब्रेक कतिले हुन रहेछ भन्दाखेरि यहाँ निर -3 र -2 -3 र -2 भनेको -5 अनि -3 र -2 गुणा गरे भने +6 यो फर्स्ट को दुईटाबाट m कमन निकाल्दा m - 3 लास्ट को दुईटाबाट -2 कमन निकाल्दा m - 3 सो m - 3 यहाँ पनि छ m - 3 यहाँ पनि छ कमन निकाल्दा m - 3 कमन गयो उब्रिन्छ मेरो m - 2 सो इदर द फर्स्ट पार्ट 0 or द सेकेन्ड पार्ट 0 अब फर्स्ट पार्ट 0 भयो भने m को भ्यालु 3 सेकेन्ड पार्ट 0 भयो भने m को भ्यालु 2 अनि अब m को भ्यालु निकाल्यो हामीले तर हामीलाई त क्वेशन त x को भ्यालु निकाल भनेको छ त्यसकारण यहाँ निर m को भ्यालु आइसकेपछि चाहिँ रिप्लेसिङ द भ्यालु अफ m को भ्यालु त x + 3 / x - 3 हो अनि m को जग्गामा हामीले x + 3 / x - 3 लेख्यौं यहाँ पनि m को जग्गामा x + 3 / x - 3 लेख्यो यो एजम्पसन बाट हामीले यहाँ तान्यो है पुटिङ द भ्यालु अफ m भनेर लेख्दा पनि भयो अथवा रिप्लेसिङ द भ्यालु अफ m भनेर लेख्दा पनि भयो त्यसको बादमा क्रस मल्टिप्लाई गर्यो 3 * x 3x 3 3 is 9 x + 3 एज इट इज x यता आयो नेगेटिभ भयो -9 उता गयो पोजिटिभ भयो 3x र x घटाउँदा 2x 9 र 3 जोड्दाखेरि 12 सो x को भ्यालु 12 डिवाइडेड बाइ 2 भनेको 6 फर्स्ट पार्टबाट x को भ्यालु 6 सेकेन्ड पार्टबाट m को भ्यालु 2 छँदैछ भ्यालु रिप्लेस गर्यो क्रस मल्टिप्लाई गर्दा 2x - 2 3 जा 6 = x + 3 x यता सर्यो -6 उता जाँदा +6 भयो यो दुईटा घट्यो x = 9 सो x को भ्यालु कि चाहिँ 6 कि चाहिँ 9 हुन्छ